आज चाहिँ हामी बागमती खोलामा माछा मार्ने काम जाल खेलेर देवाली कामको लागि चाहिने माछा मार्दै दाइ अर्को दाइ यता हाम्रो देउताको लागि देवाली कामको लागि चाहिँ माछा असला माछा नभई नहुने होला मार्नुपर्छ खोलामा जाल खेरेर माछा मारिसकेको छ थोरै एक पाउ जति मार्ने क्रममा ल पहिलो पुर्खौली बाबुबाजेको पालाको जाल कसरी खेलिन्छ त बागमती यता ललितपुर यो खोलापट्टि पारि मकवानपुर र ललितपुर छुट्याउने बागमती खोलामा छौँ हामी जाल खेल्दै बागमती बर्खाको समयमा यो पुरै ठुलो भएर आउँछ यो बगर पुरै ढाकिने गरी अहिले चाहिँ हिउँदको समयमा सानै छ म चाहिँ माछा टिप्ने दाइ चाहिँ जाल खेल्ने दाइहरू चाहिँ ल हेर्नुहोस् ट्रेडिसनल फिस हन्टिङ माछा भ्याएको तो मकवानपुर ललितपुर जोड्ने जोरङ्गी पुल यता दक्षिण ललितपुर काठमाडौँ जाने बाटो हामी खोलाको बगरमा हामी चाहिँ हिँडे बर्खामा कत्रो ठुलो बगर कभर गरेर आउँछ यो खोला बागमती खोला लातरगाम छेउ जाऊँ मलाई दक्षिण ललितपुर उतै काठमाडौँ जाने मासतिर बाटो दक्षिण ललितपुर काभ्रे पनौती निस्किने तलतिरको बाटो के गर्नु माछा नपाएपछि यसरी हिँडिन्छ हामी देउतालाई पुर्याउने माछा पुग्न लाग्या छ देउतालाई चढाउने माछा पुगेपछि हामी जान्छौँ अब एकछिनमा खोला बगरै बगर माछा जति खोलामा हामीहरूको जला चाहिँ रित्तै जला छैन माछा छैन बहादुर काम छैन खोला तरेर आएको यो खोला तरेर आएर पनि काम लागेन देउतालाई माछा चाहिन्छ अच्छु खुट्टा त गोडी गयो त तातो छाता हिताको खोला त हो
लेप्पलमजोङ चाहिँ सिमजी त्यो हेर्दा खासै पौला जस्तो छैन माछा। हिजो अस्ति बाढी आएछ, बाढी आएर हो कि छैन माछा भए त सेतो सेतो पल्टिन्छ। माछो माछो भ्याकुता भाइयो। ठुलो खोलामा माछा पाउँदैन, सानोमा पाउँछ भनेको सानोमा पनि पाएन। देउतालाई चाहिने त थोरै हो, 10 11 वटा 12 13 वटा। पुग्या जस्तो त छ, खोलै सानो छ त कहाँबाट माछा आउँछ। पल्टक पुल्टुक पल्टिन्थ्यो माछा। हजुर हजुर पैसामा हजुर